त्यसैले खोज्दै जाँदा संयोगवश जिग्मी दर्जी गुरुङ भेट्यौँ। उहाँले नै भन्नुभयो मसँग यस्तो यस्तो खाइबा हुनुहुन्छ, बनाउनुहुन्छ भने धेरै खर्च लाग्दैन। 22 गतिदेखि सुरु गरेको, बनाउन सुरु गरेको। बुद्धिस्ट समुदाय तामाङहरू शेर्पाहरू जहाँ हुन्छ उहाँहरूको राशि गरिसकेपछि हामीले यसलाई पूजा गर्न मिल्यो। आजबाट चाहिँ त्यो कार्य चाहिँ आज भइरहेछ। दर्शकवृन्द, तपाईहरुलाई हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। आज फरक भिडियो लिएर तपाईहरुमा फेरि पनि उपस्थित भइसकेको जानकारी गर्न चाहन्छु। आज विशेष गरेर भोजपुर नगरपालिका वडा नम्बर 9 मा रहेको छ। यस भोजपुर जिल्लामा भएको विभिन्न धार्मिक तपाईले जानकारी पाउनुहुनेछ। यो भित्र के भइरहेको छ, के कार्यक्रम छ, यहाँ विशेष गरेर हाम्रो अगाडि हामीले गुम्बा देखेको छु र बौद्ध धर्मावलम्बीहरूको छोरदेन भएको ठाउँमा हामी आइसकेको छु। भिडियो अन्तिमसम्म हेरेर सबै सामु शेयर, लाइक, कमेन्ट गरेर सबै सामु पुर्याउनु होला र यो भिडियोलाई धेरै भन्दा धेरै शेयर गर्नु होला। तपाईसँग नयाँ व्यक्तिसँग हामी जोड्दैछौँ। कुरा यहाँ भोजपुरमा के भइरहेको छ भन्ने विषयमा नै आज फेरि पनि हामी थप जानकारी दिँदैछौँ। आपलाई नमस्कार। लसो खाफुला नमस्कार। आज यो भोजपुरमा के गर्दै हुनुहुन्छ? तपाईँ इटरीमा बस्नुहुन्छ। विशेष गरेर आज मैले भोजपुरमा देख्न पाएँ। यहाँ चाहिँ के थियो, के कारणले आज के भइरहेछ? यहाँ मान्छेको धेरै जमघट भइरहेको छ। साथै यहाँ पूजा के कारण के छ यसमा अलिकति जानकारी दिनुहोस् न। मेरो चाहिँ जन्म घरै भोजपुर हो। यहीँ काफ्ले 9 मै पर्छ। यही गुम्बाको यो जग्गा पनि हाम्रै हो। पहिला बुवाहरूले नै दिनुभएको, तर आधी चाहिँ पैसामा र थोरै 5000 रुपियाँ चाहिँ दान भनेर लेख्नु भएको थियो। तर माइनेट हराएको कारणले अहिले त्यो चाहिँ सम्भव हुन सकेन। र बुवाको पनि इच्छा थियो, पहिलादेखि छोरतेन बनाउने इच्छा थियो, तर उहाँले पुरा गर्नु सक्नु भएन। त्यसैको लागि चाहिँ हामीले सबै छोराछोरी र परिवार, आमा, हामी लगायत सम्पूर्ण परिवार, नेगी परिवार मिलेर चाहिँ एउटा छोरतेन बनाइदिउँ न त भन्ने उद्देश्य लिएर विगत 2-3 वर्षदेखि नै हामीले चमर्को गऱ्यौँ। तर भने जस्तो गुरुहरू पाउन सकेन। अब खाइबा को लाउने भन्ने पनि हामी असम्भव थियौँ। त्यसैले खोज्दै जाँदा संयोगवश जिग्मी दर्जी गुरुङ भेट्यौँ। उहाँले नै भन्नुभयो मसँग यस्तो यस्तो खाइबा हुनुहुन्छ, बनाउनुहुन्छ भने धेरै खर्च लाग्दैन भन्ने कुरा सल्लाह आएपछि हुन्छ नि त हामी सल्लाह गरौँ भनेर म फेरि भोजपुर आएँ। भोजपुर आएर सबैजना हामी घर परिवार बसेर सल्लाह गरेर लु बनाउन त भनेर बनाउने कुरा भयो। बनाउने त बनाउने, के बनाउने भनेर हामी फेरि अनमोलमा पर्यौँ। अब बुवाको नाममा बनाउने भने चाहिँ पितृहरूको नाममा चाहिँ हामी के बनाउन सक्छौँ भने त छोरतेन चाहिँ 8 वटा हुँदो रहेछ गुम्बामा। 8 वटा छोरतेन मध्ये चाहिँ झाङसुप छोरतेन चाहिँ पितृहरूको नाममा हुँदो रहेछ। त्यसैले चाहिँ बुवा एकदम लामा भएको कारणले पनि, उहाँले धर्म बुझेको कारणले पनि उहाँकै नाममा बनाइदिउँ न त भनेर झाङसुप छोरतेन बुवाको नाममा स्वर्गीय पासाङ लामा नेगी तामाङ, उहाँ पहिला भोजपुरको प्रमुख लामा पनि हुनुहुन्थ्यो, उहाँकै नाममा यो छोरतेन झाङसुप छोरतेन आज गत विक्रम सम्वत 2081 साल पुष महिनाको 22 गतिदेखि सुरु गरेको, बनाउन सुरु गरेको। आज चैतको 81 साल चैतको 13 गते चाहिँ हामीले विधिवत रूपमा झाङसुप यो छोरतेनको चाहिँ राप्ने हुन गइरहेछ। र आमाको पनि यही महिनामै जन्म भएकोले गर्दा उहाँको नाममा पनि हामी बर्थडे गरिदिउँ न त भन्ने हिसाबले आज छोरतेनको राप्ने र बर्थडे पनि एकैसाथ गर्नेछौँ। यो हामीले मात्रै सम्भव हुने थिएन, नेगी परिवारले मात्रै पनि सम्भव नहुँदछ। यहाँको छर छिमेकी इष्टमित्रले पनि थुप्रो सहयोग गर्नुभएको छ। बालुवा पनि दिनुभयो। धेरै जसले श्रमदान गर्नुभएको छ। सकिन्जेल भ्याउन्जेल धर्म गर्नुपर्छ भन्ने उद्देश्यले उहाँहरूले एकदम धर्म बुझेको हुनाले सबैले श्रमदान गर्नुभयो र हामीले यो बनाउन सक्षम भयौँ। हामी टाढाबाट आएर सधैँ दिन यसरी नभ्याउने भए पनि यहीँकोले नजिकमा बस्नेहरूले एकदम सहयोग गरेर आज छोरतेन बनाउन हामी सम्भव भयौँ। सफलतापूर्वक आज पूजा भइरहेको छ। के छ यसमा तपाईको विशेष गरेर स्थानीय सरकारहरूको बजेट परेको छ कि छैन त छोरतेनमा? छैन, यो छोरतेन हामी नेगी परिवारले नै सबै मिलेरै गरेका हौँ। लगानी चाहिँ व्यक्ति विशेषले नै गर्नुभयो? हजुर, व्यक्ति विशेषले नै गर्ने। विशेष गरेर बुवाको नाम र आमाको चाहिँ अब एउटा बर्थडे होस्, आमाको पनि दीर्घायु रहोस्। हाम्रो आमाहरू 3 जना हुनुहुन्छ। 2 जना आमा चाहिँ स्वर्गीय हुनुभएको, बच्चु बल र जमुना मक्तान चाहिँ उहाँहरूको नाममा पनि, बुवाको नाममा पनि, सबैको नाममा चाहिँ पितृहरूको नाममा हामीले गरेका हौँ। र आमाले एकदम रहर गरेको भने आमा लगायत हामी सम्पूर्ण नेगी परिवार मिलेर नै यो कति दिनको पूजा भयो? के छ कति दिनको पूजा? पूजा चाहिँ हामीले 12 गतेदेखि सुरु गरेर आज 13 गते चाहिँ समापन गरेका।
अनि यो भोजपुर जिल्लामा यो सबसे भन्दा नमुना छोड्दैन हो कि यो भन्दा ठुलो पनि कतै छ कि के छ तपाईहरुलाई अनुभव भयो? नमुना भन्नाले पनि तल ट्याङ्कीमा अर्को गुम्बामा पनि छ छोड्देन चाहिँ, उहाँहरु चाहिँ शेर्पा गुम्बामा पर्छ, तर यो तामाङ गुम्बा चाहिँ पहिलो नमुना भन्नु। तपाईहरुलाई हजुरको सुबाना कुङ्गर तामाङ। तपाई केमा हुनुहुन्छ यहाँ अहिले? अहिले म यो हिमालय विश्व शान्ति बौद्ध गुम्बाको चाहिँ महासचिव र अहिले निर्माणाधीन गुम्बाको अध्यक्षता अथवा भन्नु लगभग जिम्मेवारीको हिसाबले निर्माण कार्य सम्बन्धी जिम्मेवारी लिएर काम गरिरहेको अवस्था हो। के छ आजको विशेष? यहाँ मान्छेको धेरै भेला देख्छु, के विषयमा भेला हुनु भएको, के गर्नु भएको छ? आज चाहिँ हाम्रो यो गुम्बाको प्राङ्गणमा पवित्र नेगी ज्यूबाट आफ्नो र आफ्नो पितृहरूको नाममा एउटा झ्यामसुप छोड्तेन टिबेटी भाषामा भन्दो रहेछ। हामीले भन्दाखेरि चाहिँ यो भगवान बुद्धले आफ्नो आमालाई ज्ञान दिएर फर्किसके पछाडि निर्माण गर्नुभएको चैते, त्यसलाई चाहिँ बुझ्दाखेरि त्यसरी बुझिन्छ। अनि त्यो चाहिँ उहाँले आफ्नो घर परिवार र सम्पूर्ण जगतको लागि चाहिँ निर्माण गर्नुभएको छ र आज यो छोड्तेनको चाहिँ राप्ने प्राण प्रतिष्ठाको कार्यक्रम भइरहेको अवस्था हो। के छ यो भन्दा विगत अलि पहिला अगाडि भोजपुर जिल्लामा यस्तो छोड्देनहरू थिएन, अर्थात् यस्तो व्यक्तिगत हिसाबले छोड्देन निर्माण भएको थियो कि थिएन? यो अब हाम्रो यो 9 वार्डमा चाहिँ अब पेमा छोलिङ गुम्बामा निर्माण भएको छ यस्तो के अरे छोड्देन भने। अनि जिल्लाभरिमा त जहाँ जहाँ बुद्धिस्ट समुदाय तामाङहरू शेर्पाहरू जहाँ हुन्छ उहाँहरूको स्थानमा यो निर्माण भइसकेको छ कतिपय ठाउँमा भने। हाम्रो यो प्राङ्गणमा चाहिँ यो पहिलोचोटि बनेको हो। के छ यसको सरकारी लगानी छ कि के छ यसमा? यसमा सरकारी लगानी होइन, नितान्तै उहाँहरूको चाहिँ पारिवारिक एउटा लगानीबाट निर्माण भएको हो। अब के छ यो गुम्बा व्यवस्थापन समितिको तपाईँ सचिव पनि हुनेवाला, अध्यक्ष कार्यवाहक अध्यक्ष पनि हुनुहुँदो रहेछ, भावी के छ भोजपुर जिल्ला तामाङ समुदाय अर्थात् बौद्ध धर्मावलम्बीहरूको लागि फलदायी चिजहरू चाहिँ के सुविधा छ अहिले तत्काल? अहिले तत्काल चाहिँ अब हाम्रो गुम्बामा नियमित रूपमा दर्शनार्थीहरू आउने, पूजापाठ गर्ने, महिनामा एकचोटि दशमी पूजा, बुद्ध जयन्ती, लोसार मनाउने र अन्य अब समुदायलाई आवश्यक पर्ने यहाँ भेला गोष्ठी हुने कार्यक्रम पनि हुन्छ भने अब हाम्रो गुम्बामा एउटा स्कुले शिक्षाको रूपमा अथवा पठन पाठन बौद्ध शिक्षाहरूको चाहिँ पठन पाठन छैन, त्यो भविष्यमा चाहिँ गर्ने भन्ने एउटा चाहिँ समिति ठाकुरजी। हजुरको शुभ नाम? मेरो नाम चाहिँ मेघबहादुर थिङ हो। म चाहिँ भोजपुर जिल्लाको वडा नम्बर 9 स्थित काफ्लेमा पर्छ मेरो घर चाहिँ। मेरो आफ्नै मान्छेले एउटा छोड्तेन निर्माण गर्नु भएको छ, त्यो बनाउनु भएको छ। जुन छोड्तेन बनाइसकेपछि चाहिँ यसलाई अब टाँसी गर्नुपर्ने हुन्छ, अथवा चाहिँ टाँसी गरिसकेपछि हामीले यसलाई पूजा गर्नु मिल्यो आजबाट चाहिँ। जुन त्यो कार्य चाहिँ आज भइरहेछ।